हेलो एभ्रिवान, सेवारो सम्पूर्णमा र अहिले चाहिँ म मेरो घर वरिपरिको जग्गाहरू देखाउँदैछु र बाटो पनि पुरा पिच भइसकेको छ। अन्त यो चाहिँ मेरो बस्तीको घर, भर्खर स्ल्याबहरू सक्यो। अन्त त्यहाँ माथि चाहिँ स्टोर रुमहरू के सरसामानहरू राख्ने च्यादरको टेम्परेरी बनाउँदैछु। अन्त बल्बहरू चाहिँ पुरा उब्रियो नि त अस्ति ढलाइमा एक गाडी यस्तो बेसी भयो। अब यो पनि साइड गर्नुपर्छ हो। गिटी पनि उब्रेको छ। यस बाटो पनि पुरा कालो भयो, हाम्रो चाहिँ कम्प्लिट भयो हाम्रो गाउँको बाटो। अन्त अब बारबिर गर्नु छ बिस्तारै। यहाँबाट प्लम गरेर यो चाहिँ किचन, पुरानो घर चाहिँ यहाँ थियो, तोडेर बनाएको। प्लम चाहिँ ठुलो गएको छ। यो चाहिँ मेरो इस्कुस स्ट्यान्ड चाहिँ यस्तो हुन्छ बस्तीतिर हो। अन्त यो चाहिँ आरुचाको बोट, आरुचा पनि लडिरहेको छ हो। काटिदिउँ भनेको थियो, फेरि पुरा फल्यो नि त, त्यसले गर्दा मायाले चाहिँ काटिन। यता पनि छ इस्कुस स्ट्यान्डहरू। बाटो चाहिँ एकदमै, बाटो कालो बाटो आयो भने चाहिँ अटोमेटिकली गाउँहरू राम्रो देखिहाल्दो रहेछ। पहिला कस्तो हिलो ग्यास बाटो। अन्त अहिले त बारीहरू पनि सनाकसिनिक भएको छ। यहाँ चाहिँ स्ट्यान्डहरू चाहिँ यत्रो छ। स्ट्यान्ड गाउँघर यस्तो छ। बाटो मजाले पिच भएको छ। यहाँ हाम्रो गाउँको नाम चाहिँ आनिन्दिन बस्ती भन्छ। मकैहरू पनि योपालि पानी पुरा परेर पुरा झोडी जङ्गल, यो झोडी जङ्गलहरू झारहरू पुरा पलाएको छ। मकैहरू पनि ठुल्ठुलो भइसक्यो। यहाँ तलबाट त्यस्तो दिँदो रहेछ हाम्रो घर। मकैबारी योपालि मकै गोड्नु चाहिँ साह्रो पर्ने रहेछ। यहाँ छ गुराँसको फुल, गुराँसले पनि फुलिसकेछ, कम्ती छ। यस्तो चाहिँ मकैबारी। हामी त कमाउँदैन बारी हो। अन्त माथि घले गाउँको पुरानो भाइले कमाउँछ, उसको यो सबै जिम्मा दिइहालेको बारी। अन्त यो टाँड पनि उसकै हो। यो ठुलो टार इस्कुसको टाँड। अन्त उतापट्टिको त्यो अघि फर्स्ट देखाएको टाँड चाहिँ मेरो।